हेलो नमस्ते वेलकम टु माई न्यू भ्लग। आज म पशुपतिनाथको फेरि आज नयाँ एउटा भ्लग बनाउन गइरहेको छु। लामो समयपछि म पशुपतिनाथमा घुम्न गएको बेला साथीहरूसँग आज 1-2 घन्टा टाइम मिलेको अवस्थामा मलाई थोडा पशुपतिनाथतिर गएर फ्रेस हुन मन लाग्यो। त्यसकारण आज हामी 3 जना साथीहरू भएर पशुपतिनाथ घुम्न जाँदैछौँ। ल हेर्नुहोस्, यो हो हातले बुनेर बनाइएको हस्तकलादेखि बनाएको यो कार्पेटहरू साइडमा देख्न सक्नुहुन्छ। त्यसपछि हामी 3 जना साथी भएर हाम्रो ओरिएन्टेसन क्लासमा 2-3 घन्टा ग्याप थियो। त्यस टाइममा हामी घुम्न पशुपतिनाथको मन्दिरको दर्शन खाना खाइसकेको थियौँ। पूजासुजा नगर्ने, त्यो मन्दिरको एरिया घुम्ने भनेर जाँदै थियौँ। रमाइलो भयो, हल्का साथीहरूसँग मन फ्रेस भयो, मुड फ्रेस भयो। ल हेर्नुहोस्, पशुपतिनाथमा तपाईँले यस्ता पनि किनेर लान सक्नुहुन्छ। ल हेर्नुहोस्, यहाँनिर सबै रुद्राक्षका मालाहरू, तपाईँ शालिग्रामहरू, पूजाका सामानहरू, तपाईँ जे चाहनुहुन्छ किन्न त्यही पाउनुहुन्छ यहाँनिर। आएर फर्स्ट मेडनको सुन खोज्ने डाइलगमा सुन खोजिरहेको थिएँ, त्यो पनि यही हो। यहाँदेखि देख्न सक्नुहुन्छ पशुपतिनाथका मन्दिरहरू। अनि यो साइडमा दाह संस्कार पनि गरिन्छ। दाह संस्कार गर्ने ठाउँ पनि हो यो काठमाडौँको प्रसिद्ध। देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूले यसरी पूजा पण्डितहरू, मैले यहाँनिर हल्का दान दिएँ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले यो पशुपतिनाथका क्षेत्रको आम्ने सामने अगाडि पछाडि दायाँ बायाँ तपाईँले देख्न सक्नुहुन्छ पण्डितहरू पूजाआजा गरिरहेका हुन्छन्। अनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ लासको दाह संस्कार भइरहेछ, मान्छेको दाह संस्कारहरू पनि भइरहेछ, मान्छेहरूलाई चलाइरहन्। यहाँबाट तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ यी लासहरू चलिरहेका छन्। अनि यो साइडमा पूजाआजा पनि गरिरहेका छन् पण्डितहरूले। यो साइड हो हामी नदीको बागमती नदी यतापट्टि छौँ। यो पशुपति क्षेत्रको घाट पनि हो। ल हेर्नुहोस्, पशुपतिनाथको मन्दिरको एरिया।
यहाँनिर कोही कसैको दाह संस्कार हुँदैछ, त्यही भएर सबै मान्छेले झुम्म भएर हेरिरहनु भयो। म पनि तपाईँहरूलाई देखाउन चाहँदैछु। हेर्नुहोस्, यहाँनिर कोही भिआइपी मान्छेको दाह संस्कार भइरह। अब हामी लाग्यौँ माथिपट्टि, यो पशुपतिनाथको माथिपट्टिको भागमा हामी गएर देखाउँदैछौँ। यसरी सिँढी चढ्दै चढ्दै माथितिर पनि लाग्यो। यहाँ पुरा बाबाहरूले चिलिम तान्दैछन्, कोही हामी पुरा अब पशुपतिनाथको माथिपट्टि मन्दिर टपमा गएर सबै मन्दिरको भिडियो देखाउने प्रयास गर्दैछु म। अगल बगलमा हर जग्गा बाबाहरू पूजाआजा भइरह, किनकि यहाँ आएर पूजाआजा ग्रह दशा कटाउँदाखेरि अझ धेरै राम्रो हुन्छ। मेरो साथीहरू पुरा अगाडि इन्जोय गरिरहनु भयो, पुरा मजाले हेर्दै मुड फ्रेस हेर्दै मुड फ्रेस गर्दै हिँड्दै गर्नुभयो। अब त्यसपछि हामी एकछिनपछि यतापट्टि माथिपट्टि गएर तलपट्टिको भागको भिडियो बनाएर देखाइन्छ। हो स्पेसल पशुपतिनाथको दृश्य माथिबाट देख्न सकिन्छ। हामीले जति पनि यो पशुपतिनाथका मन्दिरहरू हेर्नुहोस्, यो पशुपति क्षेत्रको एरिया हो। जति पनि यो यहाँबाट देखिन्छ त्यो सबै पशुपतिनाथको एरिया हो। जति पनि मन्दिरहरू देखिने एरिया तपाईँले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, कति सुन्दर सुन्दर मन्दिरहरू देख्न सक्नुहुन्छ तपाईँले यहाँबाट। ल हेर्नुहोस्, यो घाटको माथिपट्टि आएपछि बाट देखिने दृश्य हो। यहाँनिर चाहिँ यो मानेर पुग्छ, तर मेरो चाहिँ सिरेमा पहिलोचोटि तेस्रो चोटिमा चाहिँ तेस्रो पटक पनि म ट्राई गर्छु है। सिरा नहुँदो रहेछ, सिधै गयो तेस्रो पटक। एकचोटि ठोकिएन अझ यसै खान्छु म, ट्राई गरेर चाहिँ अझ एकचोटि ट्राई गर्छु। तिनचोटि ल म भिडियो गर्छु। छिरो क्या ल यो नानीले पनि सिकाउनु हामीले हेलो गाइस, हामी पशुपतिनाथ घुमेर नि आइयो। भयो, रिटर्न भयो। काठमाडौँ आएपछि अब सबै विदेशमै आएको छ होइन, सजिलो भयो कि विदेशको लागि आएको भन्ने मनमा के कुरा छ भने विदेशमा जाने के कुरा भइरहेछ। अब टिका लगाइदियो भने पैसा लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला। सजिलो छ पैसा कमाउन सजिलो। अब फेरि रिटर्न भएर हामी ओरिएन्टेसन क्लास जानुपर्ने हुन्छ। जति पनि टाइम थियो हाम्रो, फेरि टाइम अब चाहिँ हामी फेरि क्लासको लागि जानुपर्छ। तपाईँहरूलाई यस्तै नयाँ दृश्यहरू देखाउनेछु। नेपालको विदेशको कुनै पनि दृश्यहरू के पर्छ भिडियो कन्टिन्यू हेर्दैन होला। पशुपतिको क्षेत्र तपाईँ काठमाडौँमा नभए पनि, नेपालमा नभए पनि, बाहिरबाट पनि हेरेर पशुपति क्षेत्र हेरेर
मन शान्त बनाउन सक्नुहुन्छ यो भिडियो हेरेर। कस्तो लाग्यो तपाईँलाई? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला, लाइक र सब्सक्राइब गर्नुहोला। फेरि भेटौँला। ओके बाई।